देशभर सार्वजनिक यातायात बन्द हुँदा आम जनजीवन प्रभावित हुनु कुनै नौलो कुरा होइन, तर बारम्बार यस्तो अवस्था आउनु भने नीतिगत कमजोरी र संवादहीनताको प्रतिफल हो भन्ने तथ्यलाई व्यवस्था गर्न मिल्दैन। अहिले पनि देशभरका सार्वजनिक यातायात व्यवसायहरू आन्दोलनमा छन् र सवारी ग्यारेजमै थन्किएका छन्। यसको प्रत्यक्ष असर सर्वसाधारण नागरिकमा परेको छ, जो दैनिक आवागमनका लागि यिनै सवारी साधनमा निर्भर छन्। सार्वजनिक यातायात बचाउ केन्द्रीय समितिले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण काठमाडौँ उपत्यकादेखि लिएर देशका प्रमुख शहरहरूमा यातायात सेवा ठप्प छ। गण्डकी प्रदेशमा राइड शेयरिङ नियमावली लागू गरेकोमा असन्तुष्टि जनाउँदै व्यवसायहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले सरकारले आफ्नो मागमा चासो नदेखाएको गुनासो गर्दै आएका छन्। आन्दोलन चर्किँदै जाँदा मात्र सरकार वार्ताको टेबलमा बस्ने प्रवृत्ति दोहोरिएको छ। गृहमन्त्री रमेश लेखकको पहलमा गृह मन्त्रालयमा वार्ता सुरु हुनु सकारात्मक संकेत हो, तर यस्ता वार्ताहरू तत्कालीन दबाव व्यवस्थापनका लागि मात्र होइन, दीर्घकालीन समाधानका लागि हुनु आवश्यक छ। सार्वजनिक यातायात जस्तो संवेदनशील क्षेत्रलाई बारम्बार बन्द र हडतालको माध्यम बनाइनु दुर्भाग्यपूर्ण विषय हो। सरकारले व्यवसायहरूका जायज माग सुन्ने र व्यवसायहरूले पनि जनताको पीडालाई बुझ्ने दायित्व निर्वाह गर्नुपर्छ। आन्दोलन, अवरोध र असहजतालाई सामान्य स्थिति मान्नु खतरनाक प्रवृत्ति हो। अब आवश्यक छ सत्ता पक्ष, व्यवसायी र सरकारवाला बीच गम्भीर र नीतिगत संवाद।